साथीहरु आजकल त मलाई लाग्न थाल्यो कि अब टेन्सनको राजा त मै हो क्या टेन्सन किङ के भयो भन्दाखेरि आजकल धेरै टेन्सन लाग्न थालेको छ हैन धेरै भन्दा पनि अलिकति धेरै नै भनौं पहिला भन्दा कुरा के पर्यो भन्दाखेरि हैन यति धेरै टेन्सन त कहिले भएको थिएन टेन्सन भएको थियो 12 मा हुँदाखेरि फाइनल एक्जामको बेला टेन्सन एकदमै धेरै भएको थियो जुन एउटा सब्जेक्ट कटाउनको लागि एकदमै धेरै गाह्रो भएको थियो र त्यो रि-एक्जाम दिएर बल्ल बल्ल कटायो त्यसपछि मैले ल्याङ्ग्वेज जोइन गरेको थिएँ ल्याङ्ग्वेज जोइन गर्यो हैन जापान जाने भनेर र जोइन त गरे अब सबै डकुमेन्टको कामहरु भयो अनि त्यसपछि अब सीओई आउँछ कि आउँदैन भन्ने टेन्सन भयो टेन्सन हेर न प्रकार प्रकारको टेन्सन छ कि अब सीओई आउँछ आउँदैन भनेर धेरै टेन्सन भयो अब लास्टमा सीओई आयो अब सीओई आएर पनि फेरि टेन्सन हेर न अब कसरी जाने हेर यति धेरै महँगाई छ अहिले हरेक चीज महँगो छ अहिले जापानमा अरे साथीले सोधेको एउटा साथीले चामलको रेट कसरी छ भनेको 5 केजीले 7000 यो थोरै हो त 5 केजीले 7000 भनेपछि यहाँको 25 केजी किन्नु पर्यो भने 7 पंजे 35000 को चामल अरे अनि त्यति मात्र होइन नि सीओई त आयो अब के गर्ने पैसा कहाँबाट ल्याउने अब पहिला त 12-13 लाखमा हुन्छ होला 12-15 लाख बढीमा भनेको अब अहिले कति लाग्छ थाहै छैन जति पनि लाग्न सक्छ रेट बढ्या छ हेर कहाँ पुगेको छ रेट अहिले त खतरनाक भइसक्यो अनि त्यसपछि अरु कुरा के छ भन्दाखेरि टेन्सन त बाप रे बाप अब यो भिडियो बनाउन पनि टेन्सन लागिरहेछ बनाऊ या नबनाऊ भइसक्यो तर बनाऊ चाहिँ म भिडियो चाहिँ बनाउँछु त्यो लाइक शेयर सब्स्क्राइब सबै गरेर राख मेरो हरेक दिनको के भन्छ नि हरेक दिनको म के गर्छु त्यो सबै भिडियो बनाउँछु त्यो सबै भिडियो हेरेर रियाक्सन गर्नु होला रियाक्ट गर्नु होला तपाईलाई के लाग्छ मेरो जिन्दगीमा खुसीहरु आउँदै जाने छ कि दुःखको दिन सुरु भयो कि भर्खर दुःखको दिन सुरु भयो मेरो सुखको दिन त आउन धेरै नै टाइम लाग्छ होला अब दुःखको दिन चाहिँ सुरु हुँदैछ भनेर भन्नु होला है सबैजनाले यही भन्न चाहन्छु यार टेन्सन त एकदमै धेरै छ बाहिर अरूलाई के देखाउनु हैन टेन्सन छ भनेर तर टेन्सन चाहिँ छ के त्यही भएर तपाईहरुलाई भनिराख्दैन र अनि अरु त के भन्नु हैन सबै कुरा उस्तै हो र आजको दिन पनि अब कटिन लाग्यो रात पर्न लाग्यो अँध्यारो भइसक्यो छ अब एकछिनमा गइहाल्नु पर्छ म चाहिँ यसो यतातिर हावा खानलाई भनेर आइदिएको एकछिन अनि अब घरमा पनि कति बस्नु भन्दा पनि सधैं त्यही घरमै बस्नु पर्ने हो तर पनि अब बिहानदेखि घरमै बसिरहेको त अलिकति उठ्यो हुन्छ नि त त्यही भएर फ्रेश हुनको लागि चाहिँ बाहिर आइदिएको र यहाँ एउटा ट्र्याक्टर आउँदैछ ट्र्याक्टर आवाजले पनि केही सुनिरहेको छैन होला र त्यहाँ मेरो साइकल छ अब चढेर जानुपर्ने बेला भएको छ र अब चाहिँ म के भन्छु भन्दाखेरि ट्र्याक्टर गयो ल खतरा छ है ट्र्याक्टर ओ माय गॉड यो एउटा ट्र्याक्टर मेरो भएको भए छ नि म के गर्थेँ थाहा छ यसरी नै चलाएर हिँड्थ्यो ट्र्याक्टर चलाउनु के नराम्रो हो त होइन नि म यसरी नै ट्र्याक्टर चलाएर हिँड्थेँ होला सायद मेरो छैन त्यही भएर म भएको त्यही साइकल चलाइरहेको छु कति वर्ष भयो थाहा छैन यार त्यो साइकल जति भयो नि काम चलिरहेछ अहिलेसम्म अब जापान गएर चेन्ज गरौँला यदि म जापान पुग्यो भने पुग्छु म जसरी पनि पुग्छु त्यहाँ पुग्नु छ मलाई र आफूलाई इम्प्रुभमेन्ट गर्नु छ धेरै कुरामा इम्प्रुभ गर्नुपर्ने छ हैन अब सबै कुरा बोल्नेदेखि लिएर हरेक कुरामा हैन आफ्नो स्ट्यान्डर्ड पनि अब मेन्टेन गर्नुपर्छ हैन हरेक कुरालाई लिएर अब मेन्टेन गर्छु म बिस्तारै नै हैन बढाउँदै लान्छु इम्प्रुभमेन्ट गर्छु र त्यसको लागि चाहिँ तपाईहरुको साथ सपोर्टहरु चाहिँ एकदमै धेरै महत्त्वपूर्ण हुन्छ त्यसैले लाइक शेयर अनि सब्स्क्राइब गर्नु होला जुन प्लेटफर्मबाट हेरे पनि तपाईहरु चाहिँ मलाई एकदमै धेरै माया गर्नु होला मलाई
थाहा छ तपाईँहरू भिडियो त हेर्नुहुन्छ तर सब्सक्राइब गर्नुहुन्न है कतिजना चाहिँ, तर सब्सक्राइब पनि गर्नु होला है र फलो गर्नु होला। यदि टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला, फेसबुकबाट हेऱ्यो भने फलो गर्नु होला र युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब र लाइक पनि गर्नु होला। अनि सकेसम्म सक्नुहुन्छ भने सेयर गर्नु होला यदि तपाईँको मन ठुलो छ भने। यदि सेयर गर्न सक्नुहुन्न भने सब्सक्राइब मात्रै भयो नि गरिदिनु होला है। ओके, र धेरै त के भन्नु होइन, सबैभरि अब बोलिरहेकै हो। ओके, बाई बाई, नेक्स्ट डे।